नमस्कार, आज हो मेरो विन्टर बलको डे 54 र आज म ट्रेन गर्नेछु एप्ससँग चेस्ट र ट्राइसेप। आज औँसी भएको कारणले गर्दा गार्लिक र नन भेज अलाउ छैन घरमा। सो आज म भेजबाट प्रोटिन गोल पूरा गर्नेछु। भिडियो अन्तिमसम्म हेरिदिनु होला। बिहान जिन्जरसँग फ्ल्याक्स सिसेम सीड्स पाउडर र तातो पानी पिए। आज कल खराब भएर पानी नै आएको थिएन, यसलाई बनाउनतिर लागे। कल बनाइसकेर 9:30 मा रोटी पकाए। 10 बजे प्रिमिलमा 3वटा रोटी, कोला, 200 ml दूध र बदाम खाए। आजको वर्कआउट प्लानहरु यस्तो रहेको छ। 11:30 मा वार्म अप गरेर वर्कआउट सुरु गरे। चेस्टको लागि बेन्च प्रेसको 3 सेट, केबल फ्लाई र स्क्विज प्रेसको 2-2 सेट लगाए। ट्राइसेपमा क्लोज ग्रिप, ट्राइसेप एक्सटेन्सन र केबल किकब्याकको 2-2 सेट लगाए। इन्डमा एप्सको वर्कआउट गरे। एप्स अझै पनि भिजिबल रहेको छ। 10 मिनेट पछि क्रेटिन कोला खाए र दही लिन भनेर डेरीतिर गए। आएर पोस्ट वर्कआउट मिलमा 400 ग्राम दहीसँग दाल भात न्युटेलासँग यिनीहरू खाए। 4:30 मा 1 घण्टाको ट्युसन क्लास लिए र म गए वकमा। र आजलाई यति नै। राम्रो लाग्यो भने फलो गरिदिन नभुल्नु होला। थ्यांक यू सो मच एन्ड लभ यू अल र भोलि भेटौँला।